नमस्कार। संसदीय लोकतन्त्रको कुरा गर्दा त्यहाँ एउटा गेटकिपर जस्तो हुन्छ जसले कुन राजनीतिक दल संसद छिर्न पाउँछ कुन पाउँदैन भनेर छेक्छ। अब यो नदेखिने गेटकिपरलाई नि भनिन्छ चुनावी थ्रेशहोल्ड। आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गर्नेछौँ। एकछिन सोच्नुस् त, यदि देशमा सयौं साना साना पार्टीहरूले संसदमा 1-2 सिट जित्न थाले भने के हुन्छ होला? सरकार बनाउन एउटा कानून पास गर्न कति झन्झट होला, हैन त? हो, यो एकदमै वास्तविक समस्या हो र चुनावी थ्रेशहोल्ड भनेको यही समस्या सुल्झाउने एउटा तरिका हो। भनेपछि यो खासमा के हो त? एकदमै सजिलो भाषामा भन्दा यो एउटा नियम हो। यदि कुनै पार्टीले चुनावमा एउटा तोकिएको न्यूनतम % भोट ल्याउन सकेन भने त्यसले संसदमा एउटै सिट पनि पाउँदैन, चाहे उसले हजारौं भोट नै किन नपाओस्। यसलाई यसरी पनि बुझ्न सकिन्छ, संसदमा एउटा सिट पाउनु भनेको एउटा मिनिमम एन्ट्री फी तिरे जस्तै हो। मतलब देशको नीति नियम बनाउने टेबलमा बस्नका लागि कुनै पनि पार्टीले आफूसँग जनताको राम्रै समर्थन छ भनेर देखाउनै पर्छ। हो, यही हो त्यो शुल्क। ल, अब यो सिद्धान्तको कुरा त भयो। अब यसलाई व्यवहारमा कस्तो देखिन्छ भनेर हेर्न आफ्नै देश नेपालको चुनावी प्रणालीलाई अलि नजिकबाट निहालौँ। नेपालले यो सिस्टम कसरी प्रयोग गरिरहेको छ र यसको असर के छन् त? हाम्रो यो सबै विश्लेषणको आधार भनेको चाहिँ नेपालको 2022 को आम चुनावपछि एउटा अन्तर्राष्ट्रिय पर्यवेक्षण मिशनले तयार पारेको यो विस्तृत रिपोर्ट हो। यसले गर्दा हामी तथ्यमा टेकेरै प्रणालीलाई बुझ्न सक्छौं। ल हेर्नुस्, नेपालको संसदको तल्लो सदन, जसलाई हामी प्रतिनिधि सभा भन्छौं, त्यसमा जम्मा 275 जना सदस्य हुन्छन्। अब उहाँहरूलाई चुन्नका लागि एउटा होइन 2वटा फरक तरिकाको एउटा मिश्रण प्रयोग गरिन्छ। त्यसैले त यसलाई मिश्रित निर्वाचन प्रणाली भनिएको हो। यसको मतलब के हो भने जब कोही भोट हाल्न जान्छ उसले 2वटा मतपत्र पाउँछ। पहिलो मतपत्र चाहिँ आफ्नो टोल छिमेक, आफ्नो निर्वाचन क्षेत्रको उम्मेद्वारलाई छान्नका लागि हुन्छ, अनि दोस्रो मतपत्र चाहिँ सिङ्गो देशकै लागि, कुन राजनीतिक दललाई आफ्नो भोट दिने भनेर रोज्नका लागि। अब ती 2वटा भोटले सिट कसरी बाँडफाँड गर्छ त? 165 जना सदस्यहरू त सिधै आफ्नो चुनाव क्षेत्रबाट जितेर आउँछन्, तर बाँकी रहेका 110 सिटहरू चाहिँ पार्टीहरूले देशभरिबाट पाएको कुल भोटको आधारमा ल तिम्रो यति प्रतिशत भोट, तिम्रो भागमा यति सिट भनेर बाँडिन्छ। हो, र यही 110वटा समानुपातिक सिटहरूका लागि हो त्यो थ्रेशहोल्डको नियम लागू हुने। कुनै पनि पार्टीले यी सिटहरूमा आफ्नो दावी गर्नका लागि देशभरि खसेको जम्मा सदरमतको कम्तीमा 3% भोट त ल्याउनै पर्छ, नत्र खेलबाटै बाहिर। तर कथा यतिमै सकिँदैन। यहाँ अर्को पनि एउटा शर्त छ। समानुपातिक सिट पाउनलाई त 3% भोट भए पुग्यो, तर राष्ट्रिय दलको स्ट्याटस पाउनका लागि चाहिँ त्यो 3% भोट त चाहियो नै। त्यसको साथसाथै प्रत्यक्ष चुनावमा कम्तीमा एउटा सिट जितेकै हुनुपर्छ। अब यसको नतिजा कस्तो छ त? नेपालमा अहिले 119वटा पार्टी दर्ता छन्, तर यो थ्रेशहोल्डको जाली पार गरेर राष्ट्रिय दल बन्न सफल भएका जम्मा 7वटा मात्रै छन्। यसले देखाउँछ कि यो नियमले राजनीतिक मैदानलाई कति साँगुरो बनाइदिन्छ। यो प्रणालीले स्थिरता त ल्याउँछ होला, तर यसले एउटा ठूलो बहस पनि सुरु गरेको छ। के यो थ्रेशहोल्ड ठिक छ त? के यो निष्पक्ष छ? यसलाई बदल्नुपर्छ कि पर्दैन? हो, नेपालमा अहिले यही विषयमा निकै तातो बहस चलिरहेको छ। गोर्खापत्रको एउटा रिपोर्ट अनुसार देशका ठूला राजनीतिक दलहरू अहिले यो 3% को सीमालाई बढाएर 5% वा अझ त्योभन्दा पनि माथि पुर्याउने कि भनेर छलफल गर्दैछन्। उनीहरूको तर्क के छ भने यसो गर्दा राजनीतिक स्थिरता अझै बलियो हुन्छ। अब यो बहसमा दुवै पक्षका आफ्नै बलिया तर्कहरू छन्। एकातिर थ्रेशहोल्ड बढायो भने सरकार बनाउन सजिलो हुन्छ, धेरै पार्टीको खिचडी हुँदैन, स्थिरता बढ्छ भन्ने तर्क छ। तर अर्कोतिर यसो गर्दा साना, नयाँ वा कुनै क्षेत्र विशेषका पार्टीहरूको आवाज संसदसम्मै पुग्न पाउँदैन, जसले गर्दा लोकतन्त्रमा जुन एउटा विविधता हुनुपर्ने हो त्यो कम हुन सक्छ भन्ने चिन्ता पनि छ। यो विपक्षको तर्कको केन्द्रमा मतदाता छन्। जब कुनै पार्टीले थ्रेशहोल्ड कटाउन सक्दैन, त्यसलाई परेका लाखौं भोटहरूको केही अर्थ रहँदैन, खेर जान्छ। यसले गर्दा नागरिकहरूलाई मैले भोट दिएर केही नहुने रहेछ भन्ने लाग्न सक्छ र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाटै टाढिन सक्छन्।
अब अर्कोतर्फ स्थिरताको पक्षमा बोल्नेहरू पनि छन्। उनीहरूको तर्क के छ भने धेरै साना साना पार्टीहरू भए भने खिचडी सरकार बन्छ, जहाँ कुनै पनि नीतिमा सहमति जुटाउने गाह्रो हुन्छ। सरकार पनि घरिघरि फेरिरहन्छ। यसले देशको विकासलाई नै पछाडि धकेल्छ। यो बहस नेपालका लागि कुनै नौलो कुरा बने होइन है। सन् 1990 को संविधानमा पनि 3% थ्रेसोल्ड थियो, तर पछि संविधान सभाको चुनाव हुँदा यसलाई हटाइयो, जसले गर्दा थुप्रै साना दलहरू संसदमा पुगे। अनि फेरि 2015 को नयाँ संविधानले 3% को व्यवस्था फर्काएर ल्यायो र आज हामी फेरि यसलाई बढाउने कि नबढाउने भन्ने बहसमा छौं। अब यो दुविधा नेपालको मात्रै समस्या होइन, यो त लोकतन्त्रको एउटा विश्वव्यापी चुनौती नै हो। संसारभरका देशहरू यही स्थिरता र प्रतिनिधित्व बीचको सन्तुलन कसरी मिलाउने भनेर सङ्घर्ष गरिरहेका छन्। उदाहरणको लागि हेरौँ न, टर्कीमा 7% जस्तो एकदमै उच्च थ्रेसहोल्ड छ भने जर्मनीमा 5% छ। अर्कोतिर इजरायलमा 3.25% छ। यसले के देखाउँछ भने नेपालको 3% को सीमा विश्वव्यापी हिसाबले हेर्दा बीचतिरै पर्छ र हरेक देशले आफ्नो राजनीतिक परिस्थिति अनुसार नै यो सन्तुलन खोज्ने प्रयास गरेको देखिन्छ। अन्ततः कुरा के हो भने यसको कुनै एउटा पर्फेक्ट जवाब छैन। यो सधैँ एउटा छनौटको कुरा हो। बढी समावेशिता र विविधतालाई प्राथमिकता दिने वा बढी राजनीतिक स्थिरता र काम गर्ने सहजतालाई प्राथमिकता दिने। र अन्त्यमा यो प्रश्नमा आएर कुरा टुङ्गिन्छ, कुन चाहिँ बढी महत्त्वपूर्ण हो? एउटा यस्तो संसद जसले समाजका हरेक ससाना समूहको आवाजलाई पनि ठाउँ दिन्छ त्यो, वा एउटा यस्तो संसद जसले छिटो र प्रभावकारी निर्णय गरेर देशलाई अगाडि बढाउन सक्छ त्यो? हो, यही प्रश्नको जवाफले नै कुनै पनि देशको लोकतन्त्रको चरित्र कस्तो हुन्छ भनेर निर्धारण गर्छ।